ओ बिरे फेरि को आयो घाँटी फुटाउँदै चिचाउँदै मेरो घरमा बिहानै बिहान किन के भयो किन बोलेको बिरेलाई हैन भाउजू अलिक बिरे दाजुलाई भेट्ने काम थियो मेरो किन के भयो के काम छ बिरेसित भाउजू भाङ्गापुलमा अफिस खोलेको छ अरे बिरे दाजुले कामको लागि भन्नुभएको थियो के तैँले त्यो भाङ्गापुलमा खोलेको आएर अफिसको कुरा गरेको हजुर हजुर त्यही आएर अफिसको कुरा गरेको हजुर अच्छा एउटा भाँडा चोर त छ अर्को चाहिँ गोरु चोर जस्तो अनुहार बोकेर आएको छ ए भगवान क्या जुलुम है। हुन्छ हुन्छ भाउजू म जान्छु दाजुको नम्बर दिनुहोस् न तँ यताबाट गइहाल त्यो साथीलाई बाटोमै भेट्छस् एकछिन यहाँ बसिस् भने यो पन्यौले तेरो ढाडमा जाम बस्छ हुन्छ हुन्छ भाउजू म जाँदैछु हे भगवान मेरो जान चाहिँ बच्यो यस्तै मेरो ठुलो कुरा हो यहाँ आइज न साथी एक गिलास चिया खाइकिन जा यहाँ आइज आइज के अरे के भनेर बोलेको मलाई हापेन मुख भयो मेरो हापेन मुख भयो मेरो थाहा छैन तिमीलाई ल ल भइगयो त अब भन्दिनँ नि त तँलाई हापेन मुटुवा बस् न त अलिक चिया खा हेर हेर अबदेखि चाहिँ यस्तो भनेपछि नि मेरोदेखि नराम्रो हुँदैन फेरि त के साह्रो रिसाएको बिरे बस् न त तँलाई हापेन मुटुवा त तँलाई त मजाक गरेर पो भनेको त तँ त किन सिरियसली लिएको खाँदिनँ म चिया चिया त बस किन खाँदैन अरे यार सुगर छ डाक्टरले भनेको छ चिया नखाने पैसा तैँले दिनु पर्दैन त म दिन्छु खान चिया ए पैसा त दिन्छ त सुगर त नर्मलै छ दही सायद खाएँ म हो भन्न त भन्न ल ल होइन बिरे अहिले चाहिँ तँ कहाँ हिँडेको यति बिहान बिहान देखिनुहोस् तैँले यहाँ के छ साइकलमा मलाई थाहा भएन नि त बिरे त त सिलिन्डर लिनु पो गएको रहेछस् बस बस चिया खाइकिन जा होइन बिरे तँ यति बिहानै जाँदैछस् ग्यास दोकान अहिले त ग्यास दोकान खोलेको पनि छैन होला कतै तेरो बुढीले तँलाई लखेटेर त पठाएको होइन के अरे के भनिस् त अहिलेसम्म मलाई कुट्नुको लागि कोही मान्छे पैदा भएको छैन मुडीले कुट्छ होइन बिरे तँलाई थाहा छैन होला यो खाडी देशमा त अहिले भयङ्कर लडाइँ हुँदैछ तँलाई थाहा छ भयङ्कर लडाइँ हुँदैछ त्यसकै लागि चाहिँ ग्यासको क्राइसिस ग्यास नपाउने अब तँ हेर्दै गर अलिक दिनमा डिजेल पेट्रोल सबै 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 महँगो बुझिस् ए हो र मलाई के थाहा त्यो खाडी देशमा के हुँदैछ मेरो जिन्दगी हेर्न ग्यास ल्याउनु घरमा पुऱ्याउनु अन्त हेर्न बुढीले मलाई खाना पनि पकाउनु त्यो पनि गर्नु